गुड इभिनिङ एभ्रीवान। सो तपाईहरु देख्न सक्नुहुन्छ म चाहिँ मेरो स्ट्याटस रोपेको बारीमा छु। किन भन्दा चाहिँ आज म अलिक स्ट्याटस मेरो हार्भेस्ट गर्नु थियो, त्यही भएर। र यो चाहिँ किन इभिनिङमा हार्भेस्ट गरेको भन्दा चाहिँ दिनभरि यो जुन चाहिँ सनलाइटले ब्लुम हुन्छ त्यो ब्लुम भइसकोस् र इभिनिङमा चाहिँ जहिले पनि यो म हार्भेस्ट गर्छु स्ट्याटस इभिनिङमै नै गर्छु। र धेरै मैले खाएँ, खासमा यो अलिक म ढिलो भएँ, अलिक छिटो गर्नुपर्थ्यो मैले हार्भेस्ट। र ढिलो चाहिँ किन ढिलो भएर मलाई नोक्सान पनि परेको छ, किन भन्दा चाहिँ जुन चाहिँ अलरेडी ब्लुम भएको छ तिनीहरूलाई चाहिँ पानीले यसरी बिगार्छ। हेर्नुहोस् न, यो प्योर व्हाइट कलर थियो, यस्तो भएर बिग्रेको छ। अब चाहिँ यो चाहिँ ब्लुम भएकोले चाहिँ अब बाहिर रोपेको छु नि त मैले त, सेड छैन, सेड भएको भए त ठिकै थियो, ग्रिन हाउसमा रोपेकोहरू त ठिकै छ। तर बाहिरको हार्भेस्ट मतलब बाहिरको स्ट्याटस जुन चाहिँ रोपेको छ त्यो चाहिँ घाम लाग्दाखेरि नै हार्भेस्ट गरिहाल्नुपर्छ। र म चाहिँ अहिले 2-3 दिन मेरो पानीले भेटाएर अलिक बिग्रेको छ। र जति पनि बाँचेको छ मेरो स्ट्याटस त्यो चाहिँ एकदमै राम्रोसँगले ब्लुम भइरहेको छ। तपाईँहरू कलर पनि देख्न सक्नुहुनेछ, येल्लो, डार्क ब्लू यस्तो हुने छ, दामी दामी कलर छ। र अर्को स्पेसल थिङ चाहिँ के हो यो फुलको बारेमा भन्दाखेरि चाहिँ यो फुल चाहिँ तपाईँले काटेर एकदम ब्लुम भएको काट्नुपर्छ। त्यो बर्डिङमै छ भने चाहिँ यो मर्छ। र जुन चाहिँ ब्लुम भएर एकदम ब्लुम भएर काट्नु भएको छ त्यसलाई चाहिँ तपाईँले पानी बिनै वाजमा हालेर राख्नुभयो भने चाहिँ 3-4 इयर्स यत्तिकै बस्छ। द स्टिक चाहिँ अलिकति ब्राउन हुन्छ, बट द कलर विल चाहिँ रिमेन सेम।